नमस्ते। कुनै पनि सरकारी पदमा कति समय काम गर्न पाइन्छ? यो प्रश्न सुन्दा जति सजिलो लाग्छ, यसको जवाब त्यति नै रमाइलो र विविध छ। आज हामी विभिन्न पदहरूको कार्यकाल कस्तो हुन्छ भनेर हेर्दैछौँ, त्यो पनि आधिकारिक तथ्याङ्कको आधारमा। पदाधिकारीहरूको कार्यकाल कति हुन्छ? यो एउटा यस्तो प्रश्न हो जसले हाम्रो शासन प्रणालीको धेरै कुरा बताउँछ। आउनुहोस् यसको जवाफ खोज्ने प्रयास गरौँ। यो कार्यकालको अवधि मतलब कुनै पदमा कति समय बस्न पाइन्छ भन्ने कुरा खाली एउटा नम्बर मात्रै होइन है। यसले त्यो पद कति शक्तिशाली छ, कति स्वतन्त्र छ र कति जवाफदेही हुनुपर्छ भन्ने कुरा पनि निर्धारण गर्छ। त्यसैले यो एकदमै महत्त्वपूर्ण छ। ल त्यसो भए सुरु गरौँ है त। सबैभन्दा पहिले हामी सबैभन्दा छोटो निश्चित कार्यकाल भएका पदहरूबाट हाम्रो यो यात्रा सुरु गरौँ। हाम्रो सूचीमा सबैभन्दा पहिलो नम्बर आउँछ 3 वर्षको। अब यो 3 वर्ष कार्यकाल कहाँ देखिन्छ त? खास गरी एकदमै उच्च प्रशासनिक पदहरूमा, जस्तै देशकै मुख्य सचिवको पद अनि आसियान र सार्क जस्ता ठूला क्षेत्रीय सङ्गठनका महासचिवहरूको कार्यकाल पनि 3 वर्षकै हुन्छ। ल अब 3 वर्षबाट अलिकति माथि लागौँ। अर्को खुड्किलो हो 4 वर्ष। यो 4 वर्ष कार्यकाल चाहिँ प्रायजसो न्यायिक पदहरूमा देखिन्छ र यहाँ एउटा रमाइलो कुरा के छ भने युरोपियन न्यायालयका सभापति जस्तो अन्तर्राष्ट्रिय पद होस् वा हाम्रो आफ्नै देशको न्याय परिषदको सदस्य, दुवैको कार्यकाल ठिक 4 वर्षको हुन्छ। ल अब छोटो अवधिबाट मध्यम अवधिका पदहरूतर्फ लागौँ र यो एउटा यस्तो कार्यकाल हो जुन सार्वजनिक सेवामा सबैभन्दा धेरै देख्न पाइन्छ। हामी कुरा गर्दैछौँ 5 वर्ष कार्यकालको। यो त सायद हामी सबैलाई सबैभन्दा बढी थाहा भएको अवधि होला। सोच्नुहोस् त, देशको राष्ट्रपति, उपराष्ट्रपतिदेखि लिएर प्रदेश प्रमुख अनि स्थानीय तहका मेयर, उपमेयर र हाम्रा सांसदहरू, यी सबै पदहरूको कार्यकाल 5 वर्षको हुन्छ। यसले हाम्रो लोकतन्त्रको एउटा चक्रलाई नै देखाउँछ। तर यो 5 वर्ष कार्यकाल निर्वाचित पदहरूमा मात्रै सीमित छैन नि। संयुक्त राष्ट्र सङ्घका महासचिव जस्तो एकदमै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पदको कार्यकाल पनि 5 वर्ष नै हुन्छ। अनि जिल्ला समन्वय समितिका प्रमुख जस्ता नियुक्त पदहरूमा पनि यही अवधि लागू हुन्छ। अब अझै लामो कार्यकाल भएका पदहरू हेरौँ। यी पदहरूलाई चाहिँ अझ बढी स्थिरता र स्वतन्त्रता चाहिने भएकोले यस्तो डिजाइन गरिएको हुन्छ। र यही स्थिरता र स्वतन्त्रताको कुरा गर्दा आउँछ 6 वर्ष कार्यकाल। यो प्राय न्यायिक र निगरानी गर्ने भूमिकाहरूसँग जोडिएको हुन्छ। अब प्रश्न उठ्छ, किन 6 वर्ष? किनभने यी पदहरूमा बस्ने व्यक्तिहरूले राजनीतिक दबावभन्दा माथि उठेर स्वतन्त्र रूपमा लामो समयसम्म काम गर्न सकुन् भन्ने अपेक्षा हुन्छ। र यहाँ हेर्नुहोस् त, नेपाल र युरोपबीच कस्तो मिल्दोजुल्दो कुरा। हाम्रो देशमा संवैधानिक निकायका प्रमुख र प्रधान न्यायाधीशको कार्यकाल 6 वर्ष, उता युरोपियन न्यायालयका न्यायाधीशको कार्यकाल पनि ठिक 6 वर्ष। ल अब हामी यो कार्यकालको यात्राको टुप्पोमा आइपुगेका छौँ। हाम्रो सूचीमा रहेको सबैभन्दा लामो निश्चित कार्यकाल कुन पदको होला? अनुमान गर्न सकिन्छ? त्यो हो 9 वर्ष हो हाम्रो सूचीको सबैभन्दा लामो निश्चित कार्यकाल। अनि यो पद हो अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीशको। यति लामो अवधि राख्नुको कारण के हो भने न्यायाधीशहरूले कुनै पनि देशको राजनीतिक दबावबाट पूर्ण रूपमा मुक्त भएर निष्पक्ष न्याय दिन सकुन्। अहिलेसम्म हामीले वर्षमा तोकिएका कार्यकालहरूको कुरा गर्यौं, तर एउटा यस्तो विशेष पद पनि छ जसको कार्यकाल कुनै निश्चित सङ्ख्यामा बाँधिएको छैन। यस पदको कार्यकाललाई प्रधानमन्त्रीको इच्छा अनुसार भनिन्छ। यसको मतलब के हो भने जबसम्म प्रधानमन्त्री आफ्नो पदमा रहन्छन् र त्यो व्यक्तिमाथि विश्वास गर्छन्, तबसम्म मात्रै उसको कार्यकाल रहन्छ। कुनै निश्चित वर्ष तोकिएको हुँदैन। र त्यो पद हो महान्यायाधिवक्ता। यही प्रधानमन्त्रीको इच्छा भन्ने कुराले नै यो पदलाई अरू सबैभन्दा बिल्कुलै फरक बनाउँछ। यसले सरकार प्रमुखसँगको प्रत्यक्ष विश्वासको सम्बन्धलाई देखाउँछ। भनेपछि 3 वर्षको निश्चित कार्यकालदेखि लिएर प्रधानमन्त्रीको इच्छामा भर पर्ने कार्यकालसम्म यो दायरा कति फराकिलो रहेछ हैन? हरेक पदको कार्यकालले त्यसको भूमिका र महत्त्वबारे केही न केही बताइरहेको हुन्छ। अब यो सबै जानकारीपछि एउटा महत्त्वपूर्ण प्रश्नमा सोच्न सकिन्छ, लामो र छोटो कार्यकालले शासनमा कस्तो असर पार्ला? छोटो कार्यकालले जवाफदेहिता बढाउँछ कि लामो कार्यकालले स्थिरता र विशेषज्ञता? यसको जवाफ त्यति सजिलो छैन, तर सोच्न लायक भने पक्कै छ।